नेपाल सरकारसँग मेरो एउटा अनुरोध छ। अनुरोध के हो भने जुन सन्तानले आफ्नो छोराछोरीले नेपालमै आफ्नै देशमा केही गर्छु भनेर सङ्कल्प सोच र जोस जागर राखेका हुन्छन्, ती सन्तानलाई बुवा आमाले होइन नेपालमा केही हुन्न विदेशी जानुपर्छ भनेर जबरजस्ती गरेर पैसा हालिदिन्छु भनेर लोभ र लालचमा विदेशमा धेरै कमाउँछस् यहाँभन्दा भनेर विदेश पठाउनु पनि दलाली होइन र सरकार? यो बाबुआमालाई पनि विदेशी दलाल भन्न मिल्दैन र सरकार? भन्न मिल्छ, अवश्य मिल्छ। जुन सन्तानले आफ्नो छोराछोरीले देशमै केही गर्छु भनेर सोच र सङ्कल्प राखेर काम गर्छु भनिरहेका छन्, उनीहरूलाई सहयोग नगरिकन होइन देशमा केही हुँदैन विदेशै जानुपर्छ भनेर जबरजस्ती गरेर अन्योलमा पारेर विदेश जान बाध्य बनाउने यी बाबुआमालाई पनि वैदेशिक दलाल घोषित गर्नुपर्छ सरकार। जुन बुवा आमाले आफ्नो देशमा आफ्नो सन्तानलाई छोराछोरीलाई केही गर आफ्नै देशमा गर भन्नुहुन्छ, उहाँ बाबुआमालाई मेरो हृदयदेखि नै सलाम छ।